साथीहरु नमस्ते गुड मर्निङ सेमुना सन्चै हुनुहुन्छ तपाईहरु सबैजना के पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु अनि म पनि एकदमै सन्चै छु आफ्टर लङ टाइम धेरै महिनापछि कति महिना भइसकेछ कति धेरै महिनापछि फेरि पनि म नयाँ सानो भिडियो एन्ड भ्लग लिएर तपाईहरुको सामु उपस्थित भइसकेको छु। तपाईहरुलाई स्वागत छ मेरो यो सानो भ्लगमा। अनि म चाहिँ आज साथीहरुलाई भेट्न जाँदै छु लिमसल भन्ने ठाउँमा। अनि मैले मेरो रुम पनि लागिसके। मैले साँचो ल्याएँ कि ल्याइन अनि फेरि बर्बाद हुन्छ रहेछ। जाँदैछु साथीहरु लिमसल भन्ने ठाउँमा हैन। अनि कति भयो नि त म पनि बाहिर ननिस्केको अनि जाँदैछु चिटिक्कै परेर जाडो छ लामो लङकोट लगाइदिएको जाडो बाहिर धेरै छ त्यही भएर अनि जाँदैछु टपटप यो चाहिँ हाम्रो घर हो। हाम्रो क्रिसमस न्यू इयरमा हामीले डेकोरेसन गरेको साथीहरु हेर्नु यहाँ फुलहरु हैन। अनि यहाँनिर पनि छ के भन्छ मनी प्लान्ट के भन्छ यो चाहिँ हामीले पेन्टिङ गर्यौं फुलहरु रोप्यौं राम्रो बनाएको थियौं न्यू इयरमा। कति राम्रो फुल छ भन्दै म लागे है त साथीहरु हेर्दै गर्नु होला कन्टिन्यू हेर्न नछुटाउनु होला। ओ देख्नुहुन्छ मलाई पुरै खलनायक कोट लगाइदिएको है साथीहरु। फेरि यो कोट चाहिँ मलाई पोहोरको जाडोमै बजुले दिनुभएको तर खासै यस्तो लङ कोटहरु मलाई मन पर्दैन। अनि आज यसो ट्राई गरेको ज्याकेटहरु लगाउँदाखेरि यो लुगामा चाहिँ ठिकै जस्तो लाग्यो राम्ररी देखिएको जस्तो लाग्यो भनौँ न। अरूले तपाईँ नभने पनि आफै मपाई भन्नु पर्यो नि त साथीहरु। म बस स्टप जान्छु त्यसपछि फेरि अर्को बस परदेखि पर्खिनु पर्ने हुन्छ लिमसलको धेरै टाइम लाग्छ साथीहरु हेर्दै गर्नु होला। साथीहरु एक्लै भए भनेर मान्छे पनि त्यति धेरै छैन रहेछ। बसमा जाँदैछु लिमसलतिर। मेरो भोइस सुनिराख्नु भएको छैन होला किनभने यहाँनिर धेरै खरो बोल्नु हुँदैन नि त। अनि जाँदैछु ठिकै परदेखि म आयो पनि ठ्याक्कै 10 बजे आइपुगेँ। 10 बजेर 4-5 मिनटतिर गाडी हिँड्यो एकदमै खुसी लाग्यो। ठ्याक्कै म पनि आइपुगेँ गाडी पनि हिँड्यो। एक्लै भयो यहाँनिर गर्ने साथी पनि छैन। रिङ्गटा चल्ला जस्तो छ साथीहरु। मेरो मान्छे चढ्दैछ त्यही भएर स्टप गरिरहेछ साथीहरु। हिँड्यो पोहोर न्यू इयरमा गएको वैशाख 1 गते गएको त्यसपछि गएको छैन। म पनि जम्मै एकपटक मात्रै गएको छु। राम्रो थाहा छैन त्यो ठाउँहरुको बारेमा मलाई थाहा छैन। माइजूलाई फोन गर्ने एकछिनमा उहाँ त आइसक्नु भयो होला। म पनि अब 1 घण्टा जतिमा पुग्छु हैन। यस्तो छ मेरो क्यामेराले राम्रो देखाउँदैन। झ्यालदेखि देखेको दृश्य यस्तो छ साथीहरु। यस्तो जंगलहरु देख्दा पनि मलाई नेपालको कति धेरै याद आउँछ। अरू बेला फुल हुन्थ्यो आज चाहिँ को मान्छेहरु फेरि रिसाउँछ जंगल साथीहरु जंगल तपाईहरु देख्न सक्नुहुन्छ। एक्लै हाँसेर बसेर अब बोल्दै जानुपर्ने साथीहरु हैन। चुप्प लागेर गुमुक्कै बस्यो भने रिङ्गटा चल्छ छाप्न छ वर्कआउट चल्छ। हाम्रो निकोसिया टु लिमसलको बाटो यस्तो भएको छ। फेरि यहाँ पनि रोक्यो साथीहरु। एक घण्टा भन्दा धेरै लाग्छ।
ठिकाना सबैमा घन्टा आधा घन्टा 30 मिनट लाग्ने अझै पनि ठ्याक्कै थोरै छ भन्छ साथीलाई भन्नु है भनेको छु हामीसँग झर्ने भनेको होइन लाग्यो 1 घन्टामा आइपुग्छ भनेको lagi thế sẽ vì cái này mới sẽ đó là về thì thôi bây giờ zoom lagi thế kia anh ta cam của anh cũng anh em phải làm một cái thôi là về cái zoom lagi हामी तीनजना गाइस भेट भयो ड्यामैसँगले महिना भएछ म 16 महिना कस्तो गरे साथीहरु पनि यहाँनिर हाम्रो खाना त नभनौँ आइसकेको छ अब हामी चाहिँ खानको लागि रेडी छौँ सुरु गरौँ न एकैचोटि छिटो छिटो अघि चाहेर फेरि चेस भिडियो गरेको रहेछ मान्छेलाई चाहिँ मिठो लागेन मैले एकदमै धेरै मिस गरेको छु फाइनली आज खाने धमकेदार फ्राई गर्नुपर्छ भाइ धेरै झगडा नगरौँ है छिटो खाम खाइसक्नु भन्ने बेला भइसक्यो नि त त्यही भएर अब चाहिँ अघि चाहिँ खानुमा बिजी थियो अहिले चाहिँ एकदमै राम्रो भिडियो गर्नुमा हामी एकदमै आतुर अब अघाएपछि बिस्तारै पेट भरेपछि चाहिँ भिडियोतिर हाम्रो सवाली दिदिङ भिडियोहरू है यता ढले 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 हाम्रो घर कहाँ अरे सुभाङमाली यामदाङले सङ्कसा भाषीलाई अलवेज Oh my God! Wow! Rocks भन्दा कस्तो पर्छ? आहा टन्नै खाएर चाहिँ खानुसम्म खाइयो यहाँ माइजूले त तर खानै भएन सबैभन्दा दुब्लो चाहिँ मै होइन मैले धेरै पनि खाएँ यता हाम्रो भाउजू पर्नु हुँदो रहेछ किन काम किन आजै चिनेको मैले त कहिले देखेको छैन रहेछ साइना केला हुँदा चाहिँ भाउजू पर्नु हुँदो रहेछ लामसङहरू त फेरि मेरो मामाले हो नि नजिकै हो नि फेरि टाढा होइन नि यता मेरो भाउजू खोइ भान्जीलाई यसो आशीर्वाद दिनु टिका लगाइदिनु छैन प्यारी समाज गई तपाईँ आइज त मलाई ठिक लागेन अहिले आएर अब अर्को आउने दसैँमा चाहिँ होइन एका खानासाना खाएर होइन गाइज फोटो खिच्नको लागि उता समुद्रतिर जाँदैछु अलिक मान्छे नभएको ठाउँ ऊ त्यहाँ भन्नुभएको हेर्नु त ऊ त्यहाँ सुन्ने रहेछ ढुङ्गा भएकोमा जाने हो के यो पुल भएको मान्छे जाउँ न एकछिन यो छ नि यो काठको मलाई राम्रो लाग्छ म त हाम्रो चाहिँ साथीहरू यस्तो नि त टाढो छ नि त यहाँदेखि निकोसिया लार्नाका दि चाहिँ हाम्रो टाढो छ त्यही भएर मलाई त यहाँ आएपछि त राम्रै लाग्छ जम्मा एकचोटि त आएको छु त्यस्तो छ अब हामी जाँदैछौँ साथीहरू टिकटक बनाउने फोटो खिच्ने कार्यक्रम त जारी नै छ होइन हेर्दै गर्नु होला माइजू त्यो भिडियो अफ गरिदिनु न यस्तो छ साथीहरू यही ठाउँ हेर्नको लागि यत्रो धेरै दुःख गरेँ एकछिन म भिजिट गराउँदैछु हाम्रो युट्युब फ्यामिलीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ खै उता पनि राम्रो ठाउँ त थियो होला होइन मलाई चाहिँ थाहा भएन साथीहरू अब ढिला पनि भइसक्यो नि त आज त जाडो छ चिसो हावा चलिरहेछ यहाँ आएपछि मन कति आनन्द हुन्छ कि एकान्त सुनसान पनि हुन्छ नि त आज त्यति धेरै मान्छे पनि छैन रहेछ आएपछि त मलाई घर जानै मन लाग्दैन नि त अन्त तर जाने बेला हुन त्यो अब 2 घन्टा जतिसम्म मात्रै छ हामीसँग टाइम अनि
त्यहाँनिर माइजूहरू चाहिँ माइजू र किन चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। अनि मलाई चाहिँ यसो भिडियो लिनु मन लाग्यो अरे त आएँ। घाम लागेर मजाले चाहिँ देखिँदैन गाइज, एकदम शान्त छ नि है यो ठाउँ, शान्त छ, आनन्द आउँछ यहाँ आएपछि, मनै फुरुङ्ग हुन्छ, माइन्ड फ्रेस हुन्छ। कति महिना भएको थियो नि त म त रुममै बसेको ननिस्केको होइन, अनि कति भइसकेको थियो, कति धेरै समयपछि आज म पनि यसरी बाहिर टाढोको यात्रा। अब यसरी घरिघरि बिचमा कहिलेकाहीँ चाहिँ निस्किनु पनि पर्ने रहेछ होइन। म त धेरै भएको थियो रुममै बसे, छुट्टी हुन्छ, अब साथीहरूको टाइमै मिल्दैन यसरी निस्किने पनि, अनि कति धेरै भएको थियो रुममै बसेको होइन। अब अनि आज चाहिँ फाइनल्ली माइजू र किनासँग भेट भयो, खुसी लाग्यो। खानासानाहरू खायौँ अनि उहाँहरू टिकटक बनाउनुमा व्यस्त हुनुहुन्छ, अनि म पनि अब एकछिनमा त्यहाँनिर सामेल भएर टिकटक बनाउँछु। अनि हामी चाहिँ फर्किनुपर्छ होला। कति छिटो गएको बिदाको दिन त साथीहरू। यस्तो छ, तपाईँहरूलाई मन पऱ्यो कि परेन, कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मलाई त यहीँ मात्रै यताउता गरिराख्नु मनपर्छ। त्यो उतातिर चाहिँ मान्छेहरू छ र पनि म जान्छु। कालो कालो ब्ल्याक ब्ल्याक भन्यो भने फेरि सुन्यो भने रिसाउँछ होला। यस्तो छ है साथीहरू। लु मन पऱ्यो कि परेन, तपाईँहरू पनि यतातिर डुल्नको लागि, भिजिट गर्नको लागि आउनु होला। डुल्न त मजा हुन्छ नि साथीहरू, काम गर्न पनि नमजा हुन्छ त। हेलो, दुईजनाको फोटो सेसन चाहिँ चलिरहेको छ, फोटो सेसन जारी छ। फेरि हामी चाहिँ अर्को ठाउँमा आएको छौँ साथीहरू होइन। यहाँनिर चाहिँ बोटको है, बोटको के भन्छ, बोट स्टेसन होला। बोटलाई चाहिँ यहाँ जम्मा गरेर राख्छ, अनि कोले लाने कोले चलाउने, रेन्टमा लाने सिस्टम हुन्छ क्या र, मलाई नि राम्रो थाहा भएन। अनि लाने मान्छे चाहिँ आएर यो बोटहरू कुन चलाउने, कहाँ लाने, के गर्ने, साटी लाने हो क्या र। यहाँनिर चाहिँ बोटको बजार छ साथीहरू। तपाईँहरू पनि यदि तपाईँहरूलाई पनि बोट चलाउन, बोट चाहिँ कुदाउन इच्छा लागेको छ भने यहाँनिर आएर सम्पर्क गर्नु सक्नुहुन्छ। म चाहिँ बोटमा बस्नु पनि सक्दिनँ डरले। यस्तो छ। ल अब हाम्रो जाने बेला भयो साथीहरू, दिन गयो, 2 बजिसक्यो होइन। अब हामी छुट्टिनु पर्ने हुन्छ। दुईजनाको फोटो सेसन जारी छ, अब पालो छ त्यहाँनिर। माइजू चाहिँ अघि हतार गर्दै हुनुहुन्थ्यो होइन, अहिले चाहिँ त्यहाँनिर फोटो खिच्ने, भिडियो बनाउने भनेपछि ठाउँ त्यहाँनिर मन परेछ, त्यही भएर ढिलो भयो भनेर हतार त गर्दै हुनुहुन्थ्यो, तर उहाँले बिर्सिनु भयो। टुङ पारेर यस्तो छ साथीहरू हाम्रो। आज माइन्ड फ्रेस भयो। कति छिटो गएको बिदाको दिन त, म त छक्कै पर्छ हो गाइज, कति छिटो गएको है छुट्टीको दिन त। काम गर्ने दिन पो दिनै जाँदैन त, बिदाको दिन त कति छिटो जाने। आउनु माइजू के हेरेको उता, अब हतार गर्ने मान्छे कहाँ त्यस्तो हुन्छ। उहाँ चाहिँ पाखर जाँदै हुनुहुन्छ नि त, त्यही भएर अब गाडीमै ठ्याक्कै 2 घन्टा लाग्छ। अब त्यस्तै हो, हतार गर्नुपर्ने हुन्छ। कति छिटो गएको बिदाको दिन, बिदाको दिन त कति छिटो जाने। कस्तो लाग्यो आज, कति छिटो गयो है। आज त खोइ म काम गर्दै छिटो दिन जाँदैन नि, कहिले सकिन्छ भनेर पुरा यस्तै। अब आज त्यो भेट भयो, खुसी लाग्यो होइन, एक्साइटेड थियो। बेला पनि भइसक्यो माइजूसँग। अब कहिले भेट हुने हाम्रो, अब भेट अर्को महिना। मोलसमा लिमासोलको मोलस पार्क भन्नेमा हिँडिरहेका छौँ। हेर्नु न कस्तो राम्रो छ हाम्रो निकोसियाको भन्दा ठुलो होइन। अनि सफा पनि परको भन्दा चाहिँ मान्छे नि धेरै, अब परको भन्दा त्यहाँ सेन्टरै हो नि त, लाग्नाका पापोस है, लिमासोलको मान्छेहरू पनि आउँछ नि त, त्यही भएर धेरै हुने रहेछ। अनि अब एकदमै कति छ मान्छे, अब अघिको जति नै रहेछ त, मान्छे धेरै छ। अनि अब क्यास लाइनमा जाँदैछौँ, अघि पनि मान्छे धेरै थियो र हामी चाहिँ अब एकछिनमा त अलिक हुँदैन होला भनेर। गाडी आउँदैछ, जानु दिनु है। अहिले पनि त्यति नै धेरै मान्छे रहेछ, के गर्ने, ढिलो हुनु भयो त है।
प्लान जाँदैछौँ हामी चाहिँ गाइस। पैसा पठाउनु पर्ने छ आज बल्ल बल्ल उनीहरूको चाहिँ अब आज उठ्यो नि त। ल म चाहिँ रुम आइपुगेँ साथीहरू, झ्याप्पै रात नै पर्यो। अनि छुट्दाखेरि चाहिँ भिडियो लिन पाइनँ, फोन पनि ब्याट्री लो भएर फोनको चार्ज पनि सकियो। अनि गाडी आफ्नो आफ्नो, कोहीको कता टाइम अब भइहाल्यो गाडी जाने बेला, रात परेर हतार हतार भयो। हामीले छुटेको चाहिँ भिडियो लिन पाइनँ अनि छुट्यौँ। एकदमै राम्रो भयो आजको दिन चाहिँ, रमाइलो भयो एकदमै, सोचेको भन्दा धेरै रमाइलो भयो। खुसी लाग्यो, कति खुसी लाग्यो। त्यही भएर त रमाइलो भएर त दिन पनि समय पनि एकैछिनमा 5 मिनट आधा घन्टा मै बितेको जस्तो लाग्यो। कति छिटो दिन पनि गएको एकैछिनमा, हिउँदको दिन होइन, छिटै जान्छ नि त, छिटै घाम डुब्ने, छिटै रात पर्ने हुन्छ। अनि धेरै समय, धेरै महिनापछि भेट भयो। माइ पुग्दा चाहिँ ठ्याक्कै 7:30, आजभोलि त 5:30मै रात पर्छ नि त, 7:30 नै भएको थियो, झ्याप्पै रात पर्यो। अनि म त गाडीमा थाकेर निदाएछु, फोन पनि अफ भइहाल्यो, अन्धाधुन्दा कति बज्यो। अनि यहाँ आएर पो फोन चार्ज गरेर एकछिन म फोन अन गरेको त 7:30 भइसकेको रहेछ। ल साथीहरू रमाइलो भयो र अन्तिमसम्ममा भिडियो हेरिदिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अनि मेरो युट्युब च्यानललाई चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? एकदमै धेरै खुसी लाग्यो, धेरै समयपछि भेट भयो। मौका जुट्दैन घरिघरि भेट हुने होइन। त्यति भन्दै म चाहिँ यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। साथीहरू सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। 2-3 महिनापछि ब्याक भएको छु। जो साथीहरूले अन्तिमसम्म हेरिदिनु भयो तपाईँलाई धेरै धेरै हृदयबाट नै धन्यवाद। के कस्तो लाग्छ भिडियो लाइक गर्नु होला, प्रतिक्रिया दिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला। अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला यदि नयाँ साथीहरू हुनुहुन्छ भने। भिडियो के कस्तो लाग्छ साथीहरू कमेन्ट गरिदिनु होला भन्दै बाई बाई। फेरि पनि अर्को भिडियोमा आउने बाचा गर्दै म यो भिडियो चाहिँ यहाँनिर अन्त्य गर्न चाहन्छु। बाई बाई।